घर पछाडिको जङ्गलमा हिँड्न जान्न फेरि कुट्नलाई हिँड्न जान्न म एकैछिन त भने घर पछाडि गएर चुपा खाएर माफी माग्छु भनेको के आइज ओइ कसलाई हिँड भनेको थाहा छ बाजे मलाई तपाईँको टुप्पी कस्तो मनपर्छ नि त्यसो भए त मेरो भन्दा राम्रो टुप्पी मेरो बाकै छैन यो बाजेको त छैन कि क्या हो मन भन्या मासु छैन आमा गिद्धे मरो दसैँ हो र ए मासु नभए भात त मलाई सर देखा जस्तै लाग्छ बिहा गर्न पर्दैन बिहा गरेर मासु खानु पाइन्छ ससुरालीमा त पाइन्छ होला नि ससुरालीमा एक दिन मासु खानु पाइएला त्यसको सट्टा 364 दिन स्वास्नीले मेरो मासु खान्छ के बिहा गर एकछिन पख म गएर आउँछु खोइ के तालको हो यो मान्छे उफ यो पश्चिमे राजाको सङ्गतमा लागेर यसको बुद्धि पनि पश्चिमतिरै लाग्यो होइन यो पस्किया भात सेलाइसक्यो कहाँ गएको हो के हो यो खसीको कान मतलब वो अलग ही लेवल का बंदा था त्यो त बच्चा बच्चीले खाने बच्चा नै त हो तपाईको बुढो हुन्छ 16 वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ अहिले पो बुढो भएर ओइ भाउजूले एउटा कुरा गरिन् भने तैँले दुईटा कुरा गर कतिवटा कुरा दुईटा कुरा ओए ओए पहिलो प्यार भन्दाखेरि मुखै बिग्रिन तेरो दुईटा पाउ बुढी जस्तो ठुस्किन्छ त मुला बुढी नै नहुने डुकु लन्डनलाई बुढी कसरी ठुस्किन्छन् भन्ने के थाहा छ मेरो पो छैन हेर्नु त तेरो छ नि तपाईँले एउटा कुरा सोधौँ तपाईँ यो हरेक पटक कुरा गर्दाखेरि हात यस्तो किन गर्नुहुन्छ तपाईँ नाच्नुहोस् है म जापानमा 4 वर्ष बस्दा प्याज काट्ने काम गर्थेँ त्यही भएर हात आफै जान्छ आउनु त आयो हेर बहिनी कुट्ने ज्वाइँ तिमीलाई एउटा कुरा थाहा छ कि छैन हामीले त बहिनीको लागि राजेश हमाल जस्तो एउटा केटा पो खोज्दैछु हौ हो र त्यस्तो बुढो केटा कहाँ पाउँदो रहेछ हौ त्यस्तो बुढो केटा कहाँ पाउँदो रहेछ हौ जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो सब्स्क्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ